यता हेरेर भनिदिनु न हौ यो चाहिँ मलाई कति 498 कि 95 को मिटर छ भन्ने थाहा पाएको मैले बिर्सेँ यो पहाडीको जिल्ला अदालत सल्लेरी बेतेनी च्यानाम उता पहाडी उता उ त्यो पहाडीको यो पहाडी च्यानाम हाय हाय तिम्रो नाम के हो बाबु ओ तिम्रो नाम डर लागेन तिम्रो नाम डर लागेन यो पर तलको चाहिँ सिद्धिचरण के पो ए सिद्धिचरण बाख्रा पालन फर्म यो तलकोलाई चाहिँ चन्दने खोला भन्छ है त चन्दने खोला यो तल गयो भने कालिज खान पाइन्छ यो जङ्गलमा घर फलुवा ल लु आज ब्लग बनाउन कहाँबाट आउनु भयो बहिनीहरू भन्ने न एकपल्ट भन्नु न तिम्रो नाम के हो बाबु आहा कति ज्ञानी कति राम्रो आउनु भएको बुनुको खतरा आयो फेरि भन्नु न दामाङ तावा हाय गर त कुन घुम्न आएको नयाँ ठाउँमा भन्नु न पारी मान्छेहरू त टन्न छ ल आज म पनि छुट्टीको दिन छुट्टी रमाइलो भइरहेछ घुम्नलाई माथिको टावर ओखलढुङ्गा पार्क ओखलढुङ्गा बजार यो माथिको सिद्धिचरण नगरपालिका नगर कार्य समितिको भवन त्यता कृष्ण मन्दिर यो पादी बिकुटारको पहिरो खै त खासै हल्लिने रहेन छ त है ए दुईजना साथी होला एकजनाले चाहिँ नाम भन्नुभयो अर्कोले नाम भन्नु भएन होइन ऊ माथि कहाँ यता टाढा देखाउँदैछु नि यहाँ त एउटा पनि देखाएको छैन भनेको ऊ मात्रै हो यो त आकाशहरूतिर ऊ यहाँ पर सबै कहाँ हुन र यो त फेरि अगाडि पछाडि हुन्छ नि त ल हाय हाय म आफै देखाइरहेको छु है अब चाहिँ ए ल हेर्नु त यो हाम्रो कहाँदेखि आएको रे सिस्नेरदेखि घुम्न आएको हेर्नु त कति 10,000 खर्च गरेर आउनु भएको होइन त सिस्नेरदेखि गाडी रिजर्भ गरेर आउनु भएको राम 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 यहाँ हाम्रो पुलमा कम त मान्छे आउनुहुन्छ त ल हेर्नु त यहाँ भाइ र हाम्रो पनि खिचौँ न यहाँ बस न नकुदा भाइको नाम दम्बु न हाँस न ए ल अनि हाम्रो उहाँ चाहिँ हामी सबैजना सुरक्षाबाट आएको है हामी सबैजना राम 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 कम्ता त रहन्छ नि पछाडि डर नलाग्यो सुरक्षा सञ्जाल हाम्रो ओखलढुङ्गाको डनहरू सबैजना है त ल ए होइन खिचिरहेछ ल हेर्नु यहाँ डराएर आइरहनु भएको डराइरहनु भएको डर लागिसक्यो मलाई भयो ल यहाँ चाहिँ धेरै हल्लिने रहेछ नि त ल तर कसैले डराएन नि त एकजना मात्रै डराउनु देखेँ यत्रो धेरैजनामा भिडियो बनाउँदै हजुर ए बिचमा मैले लाइभमा र अरूको कुरा पुरा गरेको नि त फर्किहालेको यहाँनिर चाहिँ धेरै हल्लिने रहेछ यो बिच सेन्टरतिर पर्दो रहेछ क्या त्यही त ल यहाँ चाहिँ धेरै हल्लिने रहेछ है त यहाँ चाहिँ धेरै हल्लिने कारणले गर्दाखेरि मान्छेहरू ल हेर्नुहोस् यहाँ चाहिँ अलिकति धेरै हल्लिने रहेछ नि त
बिचमा हाल्ने रहेछ ल यहाँ चाहिँ बिचमा रहेछ धेरै धेरै हाल्ने ल कसको चाहिँ धेरै भ्लग भाइरल हुने है दुईजनाको उयो भ्लगर हुनुहुन्छ भ्लगर खतरा भ्लगर कहाँदेखि आउनु भएको बहिनीहरू पुल घुम्न जीवी छ वा 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 नजिकै रहेछ है नजिक भएर जानु भएको हो दुई तीनचोटि नै पो यो भाइलाई डर लागेको हो डर लागे जस्तो छ हौ भाइलाई त खुट्टा दुखेको हो भाइलाई डर लागेको हो खुट्टा दुखेको हो हाई गर न हाई हाई के नाति मेरो यहाँ चाहिँ धेरै हेलो दाइ हेलो ल ओखलढुङ्गा बजार यो चाहिँ ल यता 12 यता 11 यता 11 ल वारीदेखि पारी पुल हेर्न आएको तिमीहरू पनि वा धेरै टाढोबाट आएछौ त है तपाईहरु झन् टाढोबाट झन् रमाइलो जे होस् हिजो आज मान्छे टन्नै रहेछ यहाँ त सेसे हुँदो रहेछ उकालोमा हिँड्नु नसक्ने मान्छेलाई घोडा दुख्ने मान्छेलाई गाह्रो के चाहिँ झऱ्यो हो थाक्नु भयो सरस्वती मिस सरस्वती बहिनी यता नाम पनि भन्नु भएन ल लु पुल आउनु धेरै टाढादेखि आएछिन् यहाँ बहिनीहरू धेरै टाढाबाट आउनु भएछ कम टाढा हो त हैन हाम्रो त ल अब चाहिँ अन्तिम इन्डिङ आउने आउने बेला चाहिँ उकालो भएर खुट्टा दुख्दो रहेछ तपाईहरुको झन् निकालेको नि हाम्रो यो ए तपाईहरुको लागि सबैको लागि निकालिदिए ल यहाँ जीविसदेखि आएर गाँठे यत्रो पुल तरेछ यत्रो गली राखेछ पसिना गइरहेछ हैन तपाईँ यहाँ बनाएकोमा खुसी कि बेखुसी भन्नु अरू पनि अरू त यस्तै पनि बनाइदियो हुन्थ्यो भने हुन्छ है अरू भाइरल त हुन्थ्यो अनि खोला नभएर पुल बनायो भनेर धेरै विरोध भएको थियो 100% चढ्नु त फेरि 100% आउँदो रहेछ नि त है ठाउँ अनुसार यता पनि देखाइदिउँ न सबैजनालाई
के कान्छाको के भयो भाइ भन त लु के भयो ल यहाँ भन लु यहाँ खै म यता यतै भनिहाल्छु नि के भयो रे भाइले लु भन के भयो भाइ भन त हल्लिएको हो गाह्रो भयो हो आमै रिङ्गटा लाग्यो हो शनिबार पनि आउने आउनु मन लागेन बिचरा हाम्रो भाइलाई हल्लिएर हो र ला गाह्रो भएछ नि मारि हल्ल्या धेरैजनामा त्यही त आधा घन्टा फोटो खिच्दा आएर हो यो माथिको लगलेकै बिस्तारो आउँदा 20 मिनट लाग्नेछ मलाई 20 मिनट लाग्यो यसरी खिच्दै यतातिर एउटा चिया पसल हुनुपर्ने रहेछ नि त पानी तिर्खा खानु यहाँ होइन यहीँ चाहिँ अलिक पर्दा टाढै भयो नि त कोही त यहीँदेखि फर्किन्छ नि त निस्किँदा खाँदा होइन यहाँ त पारीबाट प्राय गाडी पारी आउँछ मान्छे यतातिर त गाडी नहुने त हो जाने त्यही त ल यतातिर चाहिँ यस्तो छ बनाउँदैछ भर्खर या हो घोडा दुखेर तेरी भाइले खतरा हान्दैछ यहाँ फेरि हो र ल हान्नु न त एउटा खिच्दै यसैमा जोडियोस् न ल अघि पनि भाइको खिचेको छु ल हान्दैन त एउटा कट हान्दैन एउटा हान्दैन जुन भाइ पनि हान्दैन तिमी नै भइहाल्छ हो भाइ हान्दै त एउटा हान्दैन के अनि भइगयो त भाइ हान्दैन एउटा हान्दैन एउटा 5 मिनटको के नलजाइकन बानी पो हुन्छ त अनि के अरे क्यामेरा फेसिङ गर्ने ल हान्दियो त दियो त लु गीत पनि गर्दैन त हान्दैन बानी हुन्छ नि त क्यामेरा फेस गर्ने ल उज्जवल ए होइन जुन भयो जस्तो आउँछ त्यस्तो एउटा फेस बानी हुन्छ है क्यामेराको पनि त्यो क्यामेरामा नै हान्ने बानी भएर यो सबै कटिन्छ नि त ल यहाँ हाम्रो भाइले चाहिँ एउटा खतरा एउटा दामी हानिदिन्छ सपोर्ट हेर्ने हो न भिडियो हेर्ने होला अन्तिमसम्म हेर्नु होला सबै एडिट गर्ने भएर हाल्नुपर्छ होइन जुन भयो पनि त्यो हान्दैन एउटा कुन हान्ने भयो ल यो यहाँ यतिको राख्दा हुन्छ है यतिकै छोडाउन केसलाई उडाउन देऊ हावालाई लुच्छु होला तिम्रा आँखामै डुबिरहन जति मलाई म माया मार्दिन तिमीलाई छाड्दिन माया मार्दिन तिमी मनमा छौ मेरो सम्झना हौ मेरो कहिले बिर्सिन